अमेरिकामा नक्कली विवाह गराएर विदेशी नागरिकलाई ग्रिन कार्ड प्राप्त गर्न सहयोग गरेको आरोपमा 11 जना विरुद्ध सङ्घीय मुद्दा दायर गरिएको छ। अमेरिकी अधिकारीहरूले यसलाई अमेरिकाको इतिहासकै ठूलो विवाह सम्बन्धी आप्रवासन ठगीका घटनामध्ये एक भएको बताइएको छ। अनुसार आरोपित समूहले कम्तीमा 10 वर्षसम्म करिब 1000 भन्दा बढी नक्कली विवाह गराएको थियो। यी विवाहमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक र चीनका नागरिक बीच गराइएको बताइएको छ। उद्देश्य नक्कली वैवाहिक सम्बन्ध देखाएर विदेशी नागरिकलाई कानुनी स्थायी बसोबास अर्थात् ग्रिन कार्ड प्राप्त गर्न सहयोग गर्नु रहेको अभियोजन पक्षको आरोप छ। अधिकारीहरूका अनुसार केही विदेशी नागरिकबाट एउटा नक्कली विवाहको लागि $1,00,000 रकम लिइन्थ्यो। यस्तै नक्कली विवाह गर्न तयार हुने अमेरिकी नागरिकलाई $30,000 दिएको आरोप छ। अभियोग अनुसार विवाह वास्तविक देखाउन नक्कली फोटो खिच्ने, संयुक्त बैंक खाता तथा अन्य कागजात तयार गर्ने र आप्रवासन अधिकारीसँगको अन्तर्वार्ताको लागि झुटो विवरण दिने अभ्यास समेत गराइएको थियो। यो नेटवर्क न्युयोर्कमा केन्द्रित भए पनि यसका गतिविधि अन्य अमेरिकी राज्यहरूमा समेत फैलिएको अभियोजन पक्षले जनाएको छ। अनुसन्धानमा USCISले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। आरोपितहरू विरुद्ध म्यारिज फ्रड र इमिग्रेसन फ्रड लगायत अभियोग लगाइएको छ। अमेरिकी अधिकारीहरूले आप्रवासन प्रणालीमा नक्कली विवाह वा झुटा कागजात मार्फत लाभ लिन खोज्ने गतिविधि विरुद्ध कारबाही अझ कडा बनाउने सङ्केत दिएको छ। यो घटना ग्रिन कार्ड तथा नागरिकताको प्रक्रियामा वास्तविक वैवाहिक सम्बन्ध र सही कागजातको महत्त्व फेरि स्पष्ट पारिएको छ।